यो भ्यू हेर्नु त दामी छ है भ्यू। बिहेको सिजन हो र मजाले सजाएको छ त गाडी। अफरोडिङ स्टार्ट गरेको फेरि यस हानेको हावाले त। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर त टाइमलाइनमा हेरिहाल्नु भयो होला है। साउन्ड कस्तो आएको छ खोइ थाहा छैन मलाई है, नोइज रिडक्सन भएको छ कि छैन। बिहानदेखि अचानक कल आयो, बिहान जान लागेको। आज छोटो मिठो राइडमा जाँदैछौँ हामी। जाडो छ जाडो छ। यति बेला त बाटो प्याक हुने रहेछ क्या। प्याक छ बाटो। चोबार पुग्यौँ, चोबार पछि अब दौड हेरौँ पर्साइयासम्मको बाटो कस्तो हुन्छ। आज बिग्रेको छ भनेर त सुनेको थियो, के कस्तो छ बाटो जाँदै गर्दा थाहा पाइहाल्छ हैन। टाइम कति भयो? अहिले 10:40 भयो। हेरौँ कति बजे पुगिन्छ पर्साइया। मेरो न्यू ब्लग हो है, मन पर्यो भने पनि भन्नु होला, मन नपर्यो नि भन्नु होला हैन। बाटोहरू प्याक छ अहिले। बिहानको टाइममा निस्क्यो भने चाहिँ खाली हुन्छ क्या, चिसो हावाले हानेर हुन्छ, मजा आउँछ बाइक चलाउन पनि। हामी चाहिँ 2 जना छौँ अहिले, मम्मी र म छु। आज गएर भोलि फेरि फर्किहाल्नुपर्छ। बाई 14 एन्ट्री भयो हाम्रो। साथीलाई फोन गरेर कन्फर्म गर्नुपर्ने रहेछ एकचोटि बाटो कस्तो छ भनेर। न त सुमहरू गइरहेछ, कस्तो छ बाटोहरू पनि। हाम्रो तौदह एरिया चेक पोस्ट। त्यो घाम नलागेको ठाउँमा चाहिँ कस्तो चिसो छ क्या, घाम लागेको ठाउँमा चाहिँ गर्मी उठ्छ जस्तो भइरहेछ। यो बस्तीहरू कटेपछि जङ्गलमा चिसो हुन्छ।
नो वरी ज्याकेट लगाइएको छ, पन्जाहरू छँदैछ, जुत्ताहरू लागेको छ। जेट बिहेको सिजन हो र मजाले सघाएको छ त गाडी। ड्राइभर लाएर कुरा गरौँ, वाइन न्युज आउँछ कि भन्ने डर लागिरहेछ कि मलाई। वाइन न्युज आयो त पुरो भिडियो बिग्रिन्छ नि होइन। फर्स्ट ब्लग हो, एडिट गर्छु कस्तो हुन्छ खै खै। चिया खाएर हिँड्यो। अब हेरौँ खाजा कहाँ खाइन्छ, सायद देउरालीमा खान्छ होला खाना या खाजा भनौँ। खाना त बाटोमा खान मन लाग्दैन, खाजा खाउँला। खाजा खाएर नि देउरालीबाट ओर्लिनुपर्छ तल। पेट्रोल त हिजो बेलुका टपअप गरेको, पेट्रोल पुग्छ कि नै हेरौँ। सके पनि केही छैन, हालौँला नि बाटोमा। नेपालको झन्डा है। लगनै लगान छ रे बाबा। भ्यू हेर्नु त दामी छ है भ्यू। मजाले खुलेर बसे जस्तो कि अहिले लाग्छ नि। अस्ति एक्सप्रेसको राइड थियो, एक्सप्रेसको राइडमा जानै पाइएन। कस्तो लाग्छ नयाँ एक्सप्रेस 210 आएको थियो नि त, त्यसमा जान पाइएन। मुस्ताङ गएको थियो साथीहरू भाइहरू। लामाजीहरूको लाइन। यो कपडा धुन हिँडेछ कि के हो? बाल्टिन बोकिरहेको छ नि त बाबा। हामी सर्फिङबाट सायद माथि उकालो लाग्छौँ होला। छ कतापट्टिको बाटो खुल्ला छ। फोटो खिच्दैछन् भ्यूै राम्रो छ। त्यहाँ गौतम बुद्धको फोटो मूर्ति राखेको छ माथि ठुलो। क्यामेरामा आएको छ कि छैन थाहा छैन है। लेफ्ट जाने हो, यति स्ट्यान्ड टच भएको तल। पुरानो फिल्म कसले हेर्नुभयो है, कमेन्ट गरौँ। यो बिहानै हिँड्यो भने त धुलोबाट भेटिँदैन। यति बेला हेऱ्यो भने त त्यो सुमोहरूको त्यो हिँडेको भएर धुलो धुवाँहरू भेटिन्छ कि। हामी आयौँ फर्किङ।
होइन चेकिङ छ कि के हो चेकिङ हो यताबाट गएको छ सबजना यताबाट जाऊँ न हामी पनि यहाँबाट उकालै उकालो छ पुरै उकालै उकालो बाटो को जानुभएको छ हेटौडा साइड पथलैया साइड बिना साइड ढलान गर्दैछ त हो पहिला त यो बाटो हिल्लै हिल्लो हुन्थ्यो धुलो हुन्थ्यो त्यसमाथि त्यो ट्याङ्कर पानीवाला ट्याङ्कर आएर हिल्लो बनाइदिन्थ्यो यस्तो रातो माटोहरू हिल्लो हुन्थ्यो पुरै ढलान गरेर राम्रो बनाइदिएछ त अस्ति नै त्यो पानी परेर देखाइरहेको थियो आधी बाटो बगाइदिएको भनेर त्यो आधी बाटोसम्म पुग्दाखेरि थाहा हुन्छ कुन बाटो कता बगायो भनेर So guys, look at the view. Isn't it? Just a time of breaker or going in there, checking the idea. Oh. Dang, 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 dang. अरे बाबा कहाँ ओवरटेक गर्दैछ यार डबल रोडमा है समूहहरू दौडिरहेछ गाडीको पछाडि पछाडि हामी ओभरटेकमा गयौँ पछाडि इभी गाडी आउँदैछ इभी गाडी slow yes wow Dolphin Magic School को बस छ स्कुल कता छ थाहा छैन त्यो छ घुमाउरो हावाले हानेको स्किमा कि आँख स्ट्यान्ड ट्याङ 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 गर्छ बाटो चाहिँ कहाँनिरको काटेको भने पानीले पुरो उडायो भनेर न्युजमा आउँदै थियो भिडियोहरू तल झर्छ देउराली पछि चाहिँ ओह्रालो झर्नुपर्छ कि तल तल डाउन डाउन रोनिन 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 पसलहरू बन्द छ त पढ्न थाल्यो फोटो सेक्सन हुँदैछ हुमाने आइपुग्यो यहाँबाट हुमानेबाट चाहिँ यताबाट 53 किलोमिटर छ 53 किलोमिटर
अगाडितिर यसो रोकेर बसौँ न एकछिन होइन स्नेक बाटो छ स्नेक हामी यहाँ 5 मिनट रेस्ट गरेर निस्क्यौँ नोइज साउन्ड धेरै आइरहेको छ है म्यानेज गर्नु होला हावा पनि धेरै छ नि यो सेप्टो घर आइपुग्यो हामी सेप्टो घर सुमोहरूको यो गाडीको धुवाले छ हामीले भर्खर राकस खोला भन्ने पुल पार गर्यौं यतिसम्म त बाटो ठिकै छ अगाडि कस्तो हुन्छ खै हेरौँ न हैन काम लागेको छ मजाको बादलहरू छ हैन हामी हाइटमा आएको छ यो भन्दा नि हाइटमा पुगिन्छ देउराली त्यो सायद बिचमा पर्छ होला है भनौँ न यताबाट देउरालीसम्म उकालो धेरै पर्छ अनि देउरालीबाट तलपट्टि त ओह्रालो छ नि धेरै त दसैँको पिङ अहिलेसम्म छ त बाबा हाम्रो स्याउली बजार रे नाम स्याउ राम्रो पाउँछ नास्पातीहरू पनि पाउँछ नास्पातीको सिजनमा राम्रो राम्रो हावाको नोइज पापा रे यहाँनिर सुमोहरूको एन्ट्री हुन्छ बाइकहरूको त पर्दैन पश्चिम रोड यहाँसम्म बनाएको छ नि के हो यतिको भयो नि ठिकै छ यो गिट्टीवाला नहोस् कि गिट्टीमा त चिप्लिन्छ नि त बाइक
यतिको भए त ठिक छ। अब डेन्जर लागिरहेको छ, चिसो भइरहेको छ। यो पानी पानी चिसो चिप्लो 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 छ त। अब हाम्रो चन्द्रगिरीको बाटो छ, उताबाट आयो भने उकालै उकालो छ। बाटो पनि खत्तमै छ, अस्ति गएको थियो। छ्या, कहिले बनाउने हो के गर्ने हो थाहा छैन। त्यो चन्द्रगिरीको बाटो आयो भने चाहिँ अगाडिपट्टि निस्किन्छ, म अझ जग्गा देखाउँछु। योभन्दा त्यो सर्टकट भन्छ तर उकालो धेरै छ, बाटो पनि राम्रो छ। त्योभन्दा यो बेटर लाग्छ मलाई। एक्ज्याक्टली यो बाटो छ नि, त्यो स्कुटी बाइक गइरहेको त्यहाँबाट आइन्छ। चन्द्रगिरीबाट आउँदाखेरि चाहिँ यहाँनिर निस्किन्छ ठ्याक्कै, यहाँनिर यो बाटो जान्छ ठ्याक्क। लोडिङ गाडीको धुवामा किन बनाउँदैन है गाडी, कालो धुवा बसेर थाकेको छ, हिँडेको छ। पछाडि बस्ने प्यासेन्जरहरूलाई पनि यसमा लाउँछ होला नि है। ट्याक 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 स्ट्यान्डको मरम्मत गराउनु पर्छ बाबरे। यस्तो यस्तो ट्विस्ट एन्ड टर्निङ हुँदै जान्छौँ। त्यहाँबाट झर्ना आउँथ्यो एउटा, पानी परेको छैन, झर्ना कहाँबाट आउँछ? हाइटमा आएको छ, ठिकै हो। यतिको बनाइदिएको छ, धेरै राम्रो हो, धन्यवाद जसले बनाइदिनु भएको हो। पहिला उखार्दै जानु पर्थ्यो। नजम 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 जम 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 जम। फेरि यो ट्रक अघिको हामीले भेटे है अगाडि। क्या करता है भैया? पीछा तो यहाँ बता पनि वाह। यस्तो हो त। यो बाटो पनि कता हो, चन्द्रगिरी साइड निस्किन्छ भन्ने सुने, हो गएको त छैन है। यो बाटो चाहिँ पिच त पुरै गरेको हो। ओ भन्दा भन्दै आइहाल्यो नि। Just look at the view. यहाँ रोकेर देखाउँछ त तपाईँहरूलाई। Look at this view. स्टेनको मार्किया
यहाँबाट केही बेर अगाडि गएपछि कुलेखानी ओह्रालो झऱ्यो, त्यसपछि देउरालीको उकालो लाग्यो है त। हामी देउरालीको लागि उकालो लाग्यो। 20 किलोमिटर यहाँदेखि हामी सिस्नेरीतर्फ लाग्छौँ। बाटो गइरहेको कि बाटो गइरहेको छ। त्यो बाटोमा पहिला बाइक लिएर आउँदाखेरि यस्तो मजाको स्मुथ जान्थ्यो नि, यो बाटो जस्तो जान्छ क्या। मिस गर्छु म यो बाटो धेरै स्मुथ कुद्छ क्या यो बाटोमा चाहिँ बाइक। यस यहाँबाट त उकालै उकालो छ पुरै। ड्याम त्यो त पहिला थियो कि थिएन, म कन्फ्युज भएँ। दामी यहाँ पनि एकचोटि म चेकिङमा परेको थिएँ, छैन होला नि त होइन। रोड झऱ्यो। बतासे 4 किलोमीटर। बाय बाय। वाउ दामी देखाएको छ नि। यहाँबाट लेफ्ट उकालै छ। यस तीन दुई तीन एक चलिरहेछ। चल्छ अब देउराली पुगिन्छ। त्यो चिसोबाट घाममा आउँदाखेरि कस्तो न्यानो भयो जस्तो भएको क्या। फेरि धुवा फाल्ने गाडी सुमो त भाग्नुपर्छ। बाँकी त यसले धुवा खुवाएको खै गर्छ यार। देउरालीको लाइन यहाँबाट सुरु भइसक्यो। पथिभरा होटेल माथि गएर खाना खान्छौँ। भोलि बन्दको हल्ला छ, के हुने हो है थाहा छैन। सिमरासम्म जाउँ न, आन्दोलन भइरहेको छ सिमरामा, के कस्तो छ अपडेट दिउँला नि होइन। अब हाम्रो खाना खाने टाइम आउँदैछ। यही खाउँ न त खाना, यही खाउँ न। सो गाइज, वो खाना साना खाएर भेटौँ न है।
अच्छा देउरालीदेखि निस्क्यो हामी अब ओह्रालो 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 झर्दै जाने अब ओहो स्ट्यान्ड त बाफ्रे 20 किलोमिटर यहाँबाट भैँसे अब यहाँबाट पुरै डाउन झर्नुपर्छ हामी नियरली यस ओहो हावा खोलौटी भएको रामेर अघिको हाम्रो थार होइन थार बिहारी प्लेट रहेछ बोर्डर पारि जान्छ होला फेरि हामीले थारलाई बाई गर्यौं हावाले डेन्जर हानेको छ यहाँनिर डेन्जर जाम परेको थियो बाटो सानो छ जुरी खेल 2 किलोमिटर जुरी खेल के भयो बिलाई आयो हाम्रो यहाँबाट भीमखेती 4 किलोमिटर छ 4 किलोमिटरमा त हामी पुरै ओह्रालो झरेको हुन्छौँ ओह्रालो अगाडि गाजरहरू बेचेको छ यति धेरै छ गाजर कोलाई गाजर चाहिने हो कमेन्ट गरौँ है गाडी किन बनाउँदैन क्या गाजर रोप्ने गरी हो कि के हो गाजरै गाजर छ
फेरि सहर देखियो तल जालबाट हेरिरहेछ सुमोको चल्ती छ दनादन दनादन आइरहेछ सुमोहरू हामी भीमफेदी पुग्यौँ एउटा टर्निङ आउँछ लास्ट टर्निङ गयो ओह्रालो खत्तम यता त कस्तो तातो हावा जस्तो फिल भइरहेछ क्या ऊपर ब्रिज क्रॉसिंग बीच से जाएंगे हम लोग बीच रास्ते से जाएंगे बाय झिम्काउँछ हामीहरू पुरा छोडेर आइसक्यौँ भीमफेदी मन्दिर अगाडि चेकपोस्ट छ चेकिङ हुन्छ कि नै हेरौँ चेकिङ त नहुनु पर्ने हो let's see रोड कितना बवासीर है भाई यही बिहारले सुमोहरूले आफ्नो गाडी एन्ट्री गराउँदैछन् हावाले आने बन्छ सुन्दर आने हावाले उधर कहां Tokafedi Bridge कालो एउटा त बाटो सही नै छ आधी बाटो काट्यो भनेको त कहाँको काटेछ त आधी बाटो पहिला यो खोला निकालेको थियो बाटो यो बनाइरहँदाखेरि चाहिँ यहाँबाट ओपन छ ओए बखराज छ नयाँ पुल बनाएको yang positif yes कहाँ को चाहिँ बाटो बगायो भनेको यार बाटै बगाएको छैन फेक न्युजहरु नहालौँ न यार गल्पिङ यस पेपरहरु त छैन नि यस्तोमा ड्याङ्गै भन्दै आए ओए कुत्ते again yes एक्सपल्स हो यति अफरोडिङमा त केही फरक पर्दैन
चितलाङ जाने बाटो जस्तो छ यार यो पिच गर्दै र त्यस्तो लागेको यस हावा डेन्जर हाने यार गाजर फुल आयो फुलको नाम चाहिँ लछोटो छ पातले भेटो सम्राटसँग होला सम्राट दाइको सँग यहाँ घुमेर आएको त सम्राट दाइ कता हो अघि पनि सम्राट दाइको नाम लिए यहाँ पनि सम्राट दाइकै नाम आयो क्या आउन लाग्यो आने का वाले मंजिल दूर नहीं है ये मजा आउँछ क्या यस्तो डिस्टेन्स टर्निङ बाटो छ गो 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 मजाले जान्छ दाजु सही हो सही हो सही हो वाह Looking at you now. Off-roading यो फेरि आएको छ बापरे लोछा छोड्नु सक्यो ल ल ल ल भैँसो पनि राम्रो बनाइदिएको छ नि 31 यो हाम्रो भैँसे हामी यहाँबाट राइट लिएर त्यो बाटो लेफ्ट गयो भने दामनको बाटो गइन्छ हामी यता जाने लेफ्ट जाने भैँसे हाम्रो क्रस गर्यौँ भैँसे पुल नभएको भए उता खोलामा जानुहुन्थ्यो है नेक्स्ट टाइम आइयो भने पिकनिक स्पट चल्दैछ त यहाँ खोलामा यहाँ साइडमा झरना छ एउटा झरना देखिन्छ कि नै पानी परेको छैन झरना छ कि छैन पनि थाहा छैन ट्रक टिरक आयो टिरक यो साइडमा झरना हो पता आएको थियो झर्ने
आयो के खोला आयो रात माटे खोला रातो माटे होइन रात माटे खोला झऱ्यो हामी झऱ्यो यस स्वाट जान्छ सुन्टो उड्छ क्या त मजा आउँछ अन्त यहाँ 36 किलोमिटर छ अझै यहाँबाट आउनु बाँकी छ अझै टाढा छ के टाढा हुने अब 5 मिनटमा भनौँ न धेरै लाग्यो 10 मिनटमा अस्ति यहाँ बाढी आएर यही बाटो होइन त पुरै जाम थियो पुरै फुटलाङ खोला पुल क्रस गर्यौं हामीले ओइ स्लो हुनुपर्छ आर्मी एरिया हो हैन एरिया हो बिस्तारै धीरे धीरे आइच हल्लाइदिन्छ जाने गर्मी फिल हुन थाल्यो त सामरिक खोला ब्रिज लामो छ नि बाटो त्यति नराम्रो त छैन यार हामबाट फेक न्युज आइपुगेको हो त फेरि डर गर्न थालिसक्यो हामी यहाँ दौडाखिनभन्दा अगाडिको चेकपोस्ट हामी गाडीहरू त रोक्दैछन् है चेकिङ हुँदैछ गाडीहरूको एउटा टर्निङ त हुने जसको चाहिँ एउटा एन्ट्री एउटा एरिया एन्ट्री भइसक्यो माहौल खाली छ जब हामी यताबाट चोकमा आइपुग्यो त्यहाँबाट हामी सिधै जाने हो सिधै अरे बाबा एक साइडमा बसेर हेर्नु नि यार यो साइड च्यापेछ ओभरटेक गर्न दिन्छ रङ साइडबाट ओभरटेक गऱ्यो भने यता डर लाग्छ मलाई काठमाडौँ एरियामा भन्दा यता डर लाग्छ चलाउनु पनि लास्टै सुट्टो लेफ्ट काट्दै भने सम्राट भाइको जस्तै भएन म याद छ सम्राट भाइ उता जनकपुर जाँदाखेरि सुट काटेको अटोवालाले धुवा बाफ्रे
डेन्जर छ धुवा जाচ্ছে बरफ रोकिदियो तात के हो यस्तो के गरी चलाएर है मिलेछ र डिस्ट्रिक्ट मिलेछ गाडी दामी भ्यू छ है कट आइदियो भने बुझेन मान्छे यता त ध्यानले चलाउनु पर्छ यार आफू सिद्ध भएर हुन्छ अर्को आएर पछाडिबाट ऱ्याङ दिने अस्ति त्यस्तै जितपुरमा बसिरहेको बेला देखेको घटना एकजना आनन्दले आफ्नै वेमा गइरहेको छ पछाडिबाट टिप्परवालाले त्यो सेतो हुन्छ नि हाइलक्स टाइपको त्यस्तोले आएर उडाइदियो अन द स्पोट डेथ नयाँ नेस्टो बिचराको अन द स्पोट डेथ बाइक त टटक भएर छ Bye-bye. Footbridge. पानी छैन त अब हामी आइपुग्यो सूर्यमाई मन्दिर हामी आइपुग्यो यस्तो हारेको छ आराम से हिजो निक्लेको ट्रकहरू कि के हो ट्याङ्करहरू हिजो राति हिँडेको ट्याङ्करहरू जस्तो लाग्यो ट्रकहरू त्यति छँदैन है जस्तो ट्याङ्करहरूको पछाडि बस्नुहुन्न सूर्यमाई एभोकाडो अर्चिड रेस्टुरेन्ट रे धुवा निस्किरहेछ तब साउन्ड आउन थालिहाल्यो हेर्दैछौ बाटोमा जङ्गलको बिचमा ती गाडीहरू आउँदैछ त प्याक भएर कुन ठाउँमा आइपुग्यो मलाई चाहिँ यो ठाउँको नामै थाहा छैन है कुन ठाउँ पुग्यो अम्लेखगञ्ज बीच रे अम्लेखगञ्जको पुलमा होटल छ सेलहरू मजाको पाइन्छ यहाँको सेल बेस्ट हुन्छ Look at this view. Laila.
यता पूर्व साइडतिर जाँदा नि यस्तो सिधा बाटो भेटिन्छ जग्गा कस्तो मनपूर्ण सुनिन्छ है सुत्नै मन लाग्छ कल्चर लाग्छ बाटोतिर भयो भने गियर अप एन्ड डाउन जस्ट एन्ड ट्विन भयो भने रमाइलो लाग्छ निन्दा लाग्दैन यस्तो सिधा बाटो भयो निन्दा लाग्ने सम्ममा सबै पुगेर सम्ममा भएको जस्तो उकालो उरालो सक्छ काठमाडौँमा यस्तो चिसो हुने ठाउँमा के भन्छ यहाँ कर्फ्यू सर्फ्यू लागेको छ के हो आयल निगम भयो अम्लेखको जङ्गल त्यहाँ दाइले के भन्दै थियो सुन्नै पाएन है अगाडि ढुङ्गाहरू फटाङ फुटुङ छुटेको देखेको थिएँ सिमरामा आउँदैछ के आन्दोलन भोलिसम्म केही नभइदियो हुन्थ्यो भोलि नै रिटर्न हुने हो हुन त AK-47 को आर जैसे फोटो अच्छा बंदर लाइन अप में हिँडिरहेको छ गाडीहरू पुरै दामी हामी अब पसैया आइसक्यौँ पसैयाबाट सिधा पसैया चेकपोस्ट उतापट्टि चेकिङ छ यतापट्टि छैन सीधे जाँदा यहाँबाट लेफ्ट गयो भने पूर्व साइड गइन्छ है हामी यता गयो भने जनकपुर इटारी झापा त्यता पूर्व साइड जान्छ हामी यता जान्छौँ पसैयाबाट सिधै सिमरा यतातिर त अहिले माहौलहरू सब ठिकै ठाक छ बाटोहरू खाली खाली छ किन हो फुल सुनसान छ अब यहाँबाट इन्डस्ट्रियल सुरु भयो लाग्यो भन्छ यतातिर त तोडफोडको केही निशाना छैन एयरपोर्ट साइडतिर मात्रै जस्तो छ जान दिन्छ कि के गर्छ खै सुनसान छ बाटो पुरो सुनसान छ त्यहाँ सिमराको एयरपोर्ट जाने चोक नै तोडफोड गरेको मात्रै हो त्यता केही छैन जगदम्बा स्टिल त्यही आगो लागेको मान्छे मरे नि कति बर्केर अहिले चलेको कि छैन ढुङ्गाहरू त छ पसलहरू खुल्लै छ अझै अगाडिसम्म छ त्यसपछि हामी रिटर्न फर्किने है त छिर्ने चौकतिर आइपुग्न लाग्यो है त हेरमै माहौल त ठिक छ यता पुरै खुल्लै छ मिन्स भोलि बन्द नभइदियो हुन्थ्यो
यत्रो राम्रो छ त, माहौल शान्त छ, चिज जलाइदिएको चिन्नुहरू छ यहाँ है। ल अब यति नै हो लास्ट, आजको लागि बाई बाई। भिडियो राम्रो लागेमा लाइक सब्सक्राइब गरिदिनु होला। हस्, बाई बाई।